यसरी यो झाडीभित्र के हो छ म सब देखाउँछु है त हाम्रो घरमा भएको फ्रुट्सहरू। हेलो एभ्रिवान, आज चाहिँ हाम्रो घरमा के फ्रुट्सहरू छन् भनेर म देखाउँछु है त हाम्रो घरमा भएको फ्रुट्सहरू। यो देख्न सक्नुहुन्छ, यसरी यहाँ फलेको छ। एउटा यो भइहाल्यो, यो भइहाल्यो, देख्न सक्नुहुन्छ। यस्तो मजाले पाकेछ बुटैमा। यो बुटो चाहिँ नासपतिको इमेजिन ल हेर्नुहोस्, हाम्रो घरमा फलेको हेल्दी अर्ग्यानिक फ्रुट्स है त गाइस। ल हेर्न सक्नुहुन्छ हाम्रो घरमा फलेको यो फ्रुट्स। यस्तै यो अम्बा खसेर भन्नुहुन्छ भने खाइन्न, किनभने यतिखेरको यो बर्खाको चाहिँ मिठो हुँदैन कि यो अम्बा, त्यही भएर हामीले यो अम्बा चाहिँ खाँदैनौँ। झाडी त कति हो यस्तरी झाडी देख्न सक्नुहुन्छ। यो झाडीभित्र चाहिँ धेरै थरीका फलफुलहरू पनि छन्। यो गुफा जस्तै भइसक्यो यहाँ, ठ्याक्कै गुफाभन्दा कम छैन। यहीँ त देख्न सक्नुहुन्छ त्यो जङ्गलभित्र के छ त। यो अब अर्को उखु है, यो चाहिँ हाम्रो घरमा भएको अर्को फ्रुट्स उखु रह्यो। हामी चाहिँ बेला बेलामा उखु बाबाले पिन्न लिएर आएर नि बेला बेलामा खान्छौँ है त त्यस पनि। अर्को चाहिँ परमा भएको वास्ता नभएको हेला गरेको यो चाहिँ अम्बा भयो। यो नखाने पसारो कति धेरै छ। यो रह्यो मेवा, यसरी सक्नुहुन्छ है त। अब अर्को फ्रुट्स के छ त हाम्रो घर। यो त रहिहाल्यो एउटा, देख्न सक्नुहुन्छ यो लिची है त। के होला है भगवान, कहाँ चढेको हो। यो चाहिँ सुन्तला, यो रह्यो सुन्तला भन्न नमिल्ने है, यो चाहिँ मुन्तला हो। यो चाहिँ अर्को चाहिँ यो निबुवा हो। यो फले छैन अहिले, चाहिँ फले थियो गएको सर, सानो बुटो भयो नि। यहाँ चाहिँ कागती छ, कागती सँगसँगै लामखुट्टेको घारी पनि छ, देख्न सक्नुहुन्छ। यस्तरी राम यो घारीमा। अनि यहाँ रह्यो एउटा आँपको बुटो छ। यो चाहिँ फलेको चाहिँ छैन, कहिले फल्ने हो थाहा छैन। आँपको बुटो है। यो चाहिँ हुर्किँदै गरेको अभोकाडो है, देख्न सक्नुहुन्छ। यतिको हुर्केछ, अब कहिले फल्छ चाहिँ थाहा छैन है त। नामको सिन्दुरको धारको तिमीलाई, कति राम्रो भयो हेर्नुहोस् त। यो चाहिँ हाम्रो तुलसा। यो चाहिँ पाकेको रहेछ कि के रहेछ, पाकेछ कि हाउ टिप्दिउँ, कस्तो रहेछ, टिप्दिउँ है त। आधा यस्तरी पाकेछ यो चाहिँ है त। नेक्स्ट राइट फल चाहिँ पेटिहाल्यौँ देखाउनलाई है। यो चाहिँ पाकेछ, खाँदाखेरि कस्तो छ थाहा छैन। पहिला चाहिँ कस्तो रमाइलो टन्नै छन् है हाम्रो फल्न नखान। यो तार के होला त, यहाँ के छ त भन्दाखेरि यहाँ चाहिँ हाम्रो अङ्गुर छ है त। यो चाहिँ कालो अङ्गुर हो है, फल्न चाहिँ फले छैन। यो चाहिँ कालो अङ्गुर हो, यहाँ भएको देख्न सक्नुहुन्छ। यहीँमा राम्रो रोप्नु भएको थियो बाबाले छ, अब कहिले फल्छ थाहा छैन। हरियो अङ्गुर है त, यसरी हरियो अङ्गुर। ल यसरी हाम्रो यो सलक्क देख्न सक्नुहुन्छ। ल यो रह्यो हाम्रो घरको तामा है त। यसरी है, कस्तो मजाले पला यो भाँच्न सकिन्न होला, हामीले त चक्कु लिएर आउनु पर्दो रहेछ। यहाँ एउटा यस्तरी पला, यहाँ एउटा यस्तरी पला, यहाँ एउटा सानो छ तामा।
घर गएर बाबालाई लिएर आउनु भन्नु पर्यो। अथ त यहाँ त खतरा काँटी काँटी रहेछ रोप्नु। भन यहाँ पनि छ हजुर यस्तरी। हामी त्यहाँ हेर्नु यस्तो अप्ठ्यारी बसे यस्तरी। त्यो पनि तामै हो है यस्तरी। बाटामा नजाऊ है। यो चाहिँ अर्को फ्रुट चाहिँ र यहाँ देख्न सक्नुहुन्छ हाम्रो घरमा यो कटर। अनि हो त्यहाँनिर रहेछ कता भयो हो त्यहाँ यसरी यहाँ फल्यो यहाँ दुईवटा कटर छ यो भयो। अनि नेक्स्ट अर्को हाम्रो घरको यो सरिफाको बुटो हो तर फलेको चाहिँ छैन। सायद अर्को वर्ष फल्छ कि कति ठुल्ठुलो फल्छ है यो चाहिँ। यसरी हाम्रो घरमा चाहिँ धेरै फ्रुट्सहरू छ। र थ्याङ्क यू फर वाचिङ, किप लभिङ है त। यसरी नै मेरो यो ब्लग हेरेर सपोर्ट गरिदिनु होला। बाई बाई, सी यू।